नमस्कार आमा। नमस्कार। 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 नमस्कार है। भोलि स्वास्थ्य आमा समूहको बैठक छ, तपाईँ आइदिनुहोस् है आमा। हस्। तपाईँहरू पनि आउनुहोस् है। हस्। ओहो, हेर्नुहोस् त, स्वास्थ्य आमा समूहको बैठक भनेपछि कति खुसी भएको बा। किन नहुनु त खुसी? स्वास्थ्य आमा समूहको बैठकमा स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण छलफल हुन्छ। सरुवा रोग, नसर्ने रोग, खोप, पोषण, परिवार योजना बारे, गर्भवती, यौन तथा यौनजन्य रोग बारे, सुत्केरी र शिशुलाई कसरी स्याहार गर्नुपर्छ भनेर स्वयंसेविकाले स्वास्थ्य शिक्षा दिनुहुन्छ। हो, उहाँकै सल्लाहमा हामीले पनि बुहारीलाई स्वास्थ्य संस्थामै लगेर प्रसुति गराएका हौँ। त्यति मात्रै हो र नानी, वातावरणीय सरसफाई, महामारी र विपद व्यवस्थापनमा समेत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन्। त्यसैले त समुदायको सेवा गर्ने नानीलाई सम्मान कार्यक्रम राखेका छौँ त। ओहो, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका बुझेर त मलाई पनि महिला स्वास्थ्य स्वयंसेविका बन्न मन लाग्यो।